स्वागत छ मेरो युट्युब च्यानलमा। चाहिँ आज चाहिँ हामी तीनजना चाहिँ आज चाहिँ नदी खोलामा माछा मार्नको लागि है धेरै दिन भयो ग्याप भएको। अब कतिको लाउँछ विचार गरौँ है। के छ हाम्रो टिपेर आएको छ? एकदम ठिक छ। आज धेरै दिन पछि माछा हान्न मिल्छ। अब हेर्दै गरौँ ल, हजुरलाई देखाउँदै गर्नेछौँ हामीले। हाम्रोतिर चाहिँ त्यति ठुलो माछा त लाग्दैन, तर माछा चाहिँ डेन्जर धेरै चाहिँ लाउँछ है यता। ल है गाइज, पहिलो फिसिङ है। पहिलोचोटि दिलीपले माछा पार्न सफल भएको छन्। अब हेर्दै जाऊँ अब कति पर्छ हजुरहरूलाई हामीले देखाउने नै छौँ। ल हेर्नुहोस् है, अर्ग्यानिक है, अर्ग्यानिक मोदी खोलाको असला यस्तो छ यता पुरो। हेर्नु, हाम्रो एकजना साथी चाहिँ उहाँ बसेर खेल्नु भएछ, हेर्न सक्नुहुनेछ। अनि एउटा आयो है सानो। पर्दैछ बल्ल। खोइ माछा कहाँ फेरि आउन सफल भयो है गाइज। यो त देखाइदिनु त भाइ। ल है, हाम्रो टोलीले चाहिँ उहाँबाट एकजना निकाल्नु भयो है माछा असला। यता देखाइदेऊ त यता। फेरि अर्को आउन सफल है गाइज। ल जेनजी हाम्रो ज्वाइँको पनि आयो है एउटा साइजको ठिक्कको असला। जेन्जी असला। हावा चाहिँ यस्तो लागेको छ गाइज। हेर्नु माछा ल हाम्रो ज्वाइँको फेरि एउटा है माछा चाहिँ पर्न चाहिँ सफल भएको चाहिँ है असला अर्ग्यानिक। ल हाम्रो उता सहरको पनि धेरै लामो समयपछि चाहिँ नि है माछा चाहिँ पर्न चाहिँ सफल है। ल ठिक छ ठिक छ। ल हाम्रो सहरको फेरि पनि है ल राम्रै निकालेछन् माछा चाहिँ। ल ठिक छ ठिक छ। ल फेरि हाम्रो सरले चाहिँ उहाँबाट चाहिँ एकदम राम्रो माछा चाहिँ निकाल्नु भयो है। सायद म पनि अब त्यतैतिर लाग्छु होला। माछा चाहिँ त्यो भेगतिर त्यसको मात्रै चारो खान्छु भनेर बुद्ध गए जस्तो लाग्यो अहिले। ल है गाइज, फेरि आउन सफल है हाम्रो दाइको चाहिँ। ल है फेरि एउटा हाम्रो साथी तर्फबाट फेरि पनि है उता राम्रै साइजको आयो कि जस्तो लाग्यो। ल ठिक छ, राम्रै छ माछा। ल हाम्रो ज्वाइँको पनि आयो है एउटा माछा। ल जेन्जी असला। ल फेरि पनि एउटा है हाम्रो आशिष ज्वाइँले सानो। ल है गाइज, उता आयो एउटा असली अर्ग्यानिक। ल गाइज फेरि है
यता देखाइदिँदै उताबाट नि फाल त ल उही धन्दै गएको यार पानी गयो ल फेरि पनि माछा चाहिँ है राम्रो साइज ल है फेरि पनि पार्न सफल है दिलीपबाट। दिलीप सरले आज लास्टै मारिछन् क्या, किनभने दिलीप हाम्रो दाइको किन परेन अहिले। हाम्रो चाहिँ चेप्टे किरा चाहिँ हालिन्छ है हामीले माछालाई, यस्तो हालिन्छ हेर्नु होला। यो हालेपछि असला माछा झ्यामझ्यामै पर्छ है गाइस, तपाईँहरूले नै हालेर खेल्न सक्नुहुन्छ। ल गाइज फेरि हाम्रो दिलीप दाइले पार्न सफल हो ल यता चाहिँ ड्याम है बन्द गर्दै छन्। ल गाइज हाम्रो दुईजनालाई हानेको छ, उता पनि यता पनि दुईजनालाई। ल अहिले चाहिँ साइजकै आयो राम्रै, उता चाहिँ उहाँ ल सानो चाहिँ उता ठुलो चाहिँ यता है। ल फेरि हाम्रो ज्वाइँको चाहिँ एउटा है माछा सानो सानो जेन्जी असला। ल है हाम्रो दिलीप सरले फेरि पार्न सफल है। ल हेर्नुहोस् असला। है फेरि पनि पर्न सफल मछलिया। करन लाग्यो रे ल है हाम्रो ज्वाइँको नि निस्क्यो है उताबाट माछा असला अर्ग्यानिक। ल ठिक छ साइजको रड त निकै खुम्चाएको छ के अरे। अब ओ असली माछा हो नि त, असली चाहिने। ल फेरि उता है राम्रै आहा उता पनि इत्रको देखिया। ल यता पनि पार्न सफल लास्टै चुजा हाम्रो झल्डो भाइले यत्रोको पार्न सफल है। जेन्जीको हजुरबा पर्छ है। ल है गाइज माछा पर्न सफल है फेरि यता हाम्रो सुदीप तर्फबाट जेन्जी माछा। भाइ चाहिँ डह्रो हुने भयो क्या, माछा खानालाई चाहिँ मोदी खोला आउनुहोस् है हजुर। जेन्जी आउँदैछ है गाइस, जेन्जी सानो माछा आउँदैछ ठिक्काको तान्दिने होइन। सर तर्फबाट है। ल है एउटा माछा पर्न सफल फेरि उता है हाम्रो ज्वाइँबाट। ल यतिको जेन्जी राम्रो जेन्जी हो नि ज्वाइँ, राम्रो जेन्जी हाम्रो जेन्जी। ल एउटा माछा फेरि जेन्जी पर्न सफल है।